गाइस, वेलकम टु माई केटी रुम्बा ब्लग्स। आजको मेरो ब्रेकफास्ट हो खिचडी। सबै यसमा मटर, आलु, फुलकोपी, गाजरहरू अलिक हालेको छ हो। अनि फिङ्गर चिप्स, आलुको चोखा। आजको हाम्रो बिहानको नास्ता राम्रो हुँदो रहेछ हो, सुप हो। त्यति नै हो गाइस। फेरि यसमा नास्ता पकाउने बित्तिकै यसमा खाना पकाइहाल्छु हो। अब के घुमाउनु तपाईँलाई अब। यो चाहिँ हामी जहिले गाईलाई दिन्छ नि त। आज रोटी पकाएन हो, अन्त गाईको लागि धेरै चलाउँछ गाई। अलिक थन्का मिलाउनु पऱ्यो। चिक मिलेर राखेको छ त्यो हुन्छ गाइस। तिमी हाम्रो किचन हो, सफा गरिहाल्यो, सबै नुहाइधुवाइ गरि पनि हाल्यो गाइस। आज गइहाल्यो हो गाइस। समाचार त्यही चाहिँ पाकिस्तान इन्डियाकै हेरेको छु। भर्खर पूजा गरेर बसेको, अब नास्ता गर्छु म पनि। लुगाहरू धुँदै गरिहाल्यो। पूजामा हुनुहुन्छ विष्णु भगवान्, उहाँ हुनुहुन्छ के भन्छ लक्ष्मी माता हुनुहुन्छ। उहाँहरू के भन्छ भगवान् हुनुहुन्छ गाइस। मन पऱ्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिन्छु गाइस। हेभ अ नाइस डे, टेक केयर।